कोठामा नजानुहोस्, बाहिर पनि नजानुहोस्। ग्रुप लिडर चाहिँ ग्रुपमै बसिदिनुहोस्। लिडर चाहिँ आफ्नो ग्रुपमा बसिदिनुहोस् र जतिले खोज्नुहुन्छ उहाँले चाहिँ ग्रुप लिडरलाई लगेर त्यो आफ्नो कागज दिनुहोस् र आफ्नो ग्रुप चिन्नुहोस्। यदि अरूको भेट्नुभयो भने तपाईँहरूले जता पाए त्यता नफ्यालिदिनुहोस्, आफ्नो लिनुहोस् र त्यो चाहिँ ल्याउनुहोस्। पाइन्छ तपाईँहरू जति चाँडो सक्नुहुन्छ यसो मेहनत गर्नुहोस्, तल माथि हेरेर बिस्तारै गर्नु होला। खतरा गेम रहेछ त हौ, पुरा सब एकैचोटि हिँडेको देख्दा त म त त्यो ट्रेन उयसमा हुन्छ नि स्टेसनमा त्यस्तै देखिरहेको छ। ओ भाइ ब्यागहरू नखताल्नुहोस्, तपाईँहरू कसैले पनि ब्यागहरू नखताल्नुहोस्। हामीले उठाएर हेर्नु सक्नुहुन्छ तर नखोल्नुहोस्, ब्यागहरू हामी त्यसमा राखेको छैनौँ। तपाईँहरूले आफ्नो ग्रुप चाहिँ चिनिदिनुहोस्, यो ग्रुप हो भनेर चाँडो गरिदिनुहोस्। लगभग 3.5 मिनटमा 6 मिनटले भाइ आइफोन पनि फोन हो, आइफोन त भाइ फोनै म गर्दिनँ यार। आइफोन त म फोनै गर्दिनँ हो भाइ। भिडियो बनाउने बेला भिडियो बनाउनु होइन स्यामसङबाट पनि बनाएको छु। ए स्टार्टिङमा ठिक छ, स्टार्टिङमा मलाई धेरै हेल्प गर्यो। नलगाइदिनुहोस्, गोजीमा नहाल्नुहोस्, बोकेर नकुद्नुहोस्, जहाँ भेट्यो त्यहीँ राखिदिनुहोस्। अरूको छ भने चाहिँ अरूले जित्दै हुनुहुन्छ। समय भनेको अब 2 मिनट लगभग बाँकी छ। ग्रुप नम्बर 3 ले जित्दा जस्तो भइसक्यो। ल खोजौँ। ल 2 मिनट बाँकी छ। तपाईँहरूले चाँडो गरिदिनुहोस्। आम्मामा लुकाउने मान्छे चाहिँ खतरा हो क्या, सिआइडी बोलाउनु पर्छ है क्या। तपाईँहरूले भेट्नु भएन भने हामीलाई धन्यवाद दिन सक्नुहुन्छ। पछि यो पेपर लुकाउने गेम कस्तो हो? ल 1.5 मिनट बाँकी छ। तपाईँहरूले मेहनत गर्नुहोस् आफ्नो टिमलाई जिताउने। त्यो ब्यानर कसले खोलिदिनु भएछ, ब्यानरहरू नखोलिदिनु होला। ब्यानरहरू नखोलिदिनुहोस्, पेपर नच्यातिदिनुहोस्, अनुरोध गर्न चाहे। अहिले लुकाउने मान्छेलाई खोज्नु लाग्यो भने भेटाउ जस्तो लागेन मलाई। यो त लुका छुपी यो त हाइड एन्ड सिकको पनि हाइड एन्ड सिक प्रो म्याक्स रहेछ त। अनि बहुत अगाडि छैन, अगाडि नहेर्दा पनि हुन्छ। स्टेज माथि छैन, अगाडि उता कोठामा पनि छैन। अघि हामीले भन्यौँ तपाईँहरू बसेकै ठाउँमा छ, तपाईँहरूले त्यहीँ भेटाउनुहुन्छ। तर कहाँ भएकै ठाउँमा बसाइदिनु सबैलाई। ल तपाईँहरूलाई आफ्नो ग्रुप थाहा छ नि है। ग्रुप नम्बर 5 र ग्रुप नम्बर 6 को बराबरी पेपर कलेक्ट भएको छ। अरू तपाईँहरू सबैजना बसिदिनुहोस् आफ्नो ठाउँमा, ताकि उहाँहरूले फेरि 2 मिनटभित्र एउटा मात्र पेपर बाँकी छ उहाँले खोज्न। 5 र 6 ले 7 वटा पेपर खोज्नु भएको छ। 8 वटा पेपर हो हाम्रो। अनि उहाँहरूले अब 2 मिनटभित्र उहाँहरूले फेरि 5 र 6 ग्रुप तपाईँहरू कता कता हुनुहुन्छ तपाईँहरू उठिदिनुहोस् र तपाईँहरूले फेरि एउटा पेपर खोज्नु पर्यो है त। 5 सुन्नुहोस् त सबैजनाले। ल एउटा भेटिङ छ, काहीँ हुनसक्छ। हामी त्यस्तो खामभित्र हाल्दैनौँ। तपाईँले पैसा पनि भेटाउनुहुन्छ फेरि। ल खोज त, तिमीहरूले भेटाउने छौ भन्दै खोज्नु त ट्याक्कै भेटिन्छ। 1 मिनट बाँकी।
5 र 6 अलिकति मेहनत गर्नुहोस् 15 सेकेन्ड 10 9 8 7 6 5 4 3 2 1 ल स्टप ल भेट्नु भएन कसैले अब लुकाउनेलाई खोज्न लाउनु भेटाउँदैन उनीहरूले पनि लकी ड्र हामीलाई रेड कलर जिताउनु रेड र येलो कलरलाई जिताउनु पर्नेछ जसले लुकायो उहाँहरू दुईजनाले 1 मिनेट भित्र हैन 1 मिनेट पनि हैन कति सेकेन्ड 10 सेकेन्ड 10 सेकेन्ड र सबैले मसँग 10 देखि काउन्ट गर्नु त्यो 10 सेकेन्ड भित्रमा जसले अब लुकाउनेले नै खोज्छ र ए लुकाउने अब 6 को लुकाइदिएको छैन ल्याइदियो भने हामी जित्छौँ 10 9 8 7 6 5 4 3 2 1 फेरि 10 9 भेटाएन फेरि एडिसनल टाइम ल 9 देखा आपने लापरवाही का नतीजा होइन तर फेरि सुन्नु रक पेपर सिजर पनि बेस्ट अफ 3 एकैचोटिमा त मजै आउँदैन नि बेस्ट अफ 3 उहाँले गिफ्ट पनि बोकेर आउनु होला है त हामी यहाँ हेरी गिफ्ट दिन्छौँ पहिले गिफ्ट अगाडि लिएर आउनुहोस् तपाईहरुले म 1 2 3 भन्छु रक पेपर सिजर तपाईहरुले भन्नु ल उहाँले स्टार्ट गर्नुहुन्छ ल 1 2 3 रक पेपर सिजर सु 1 point ल रक पेपर सिजर सु 1 2 3 go रक पेपर सिजर सु बाँकी छ अझै कसैले होइन ड्र भयो 3 go रक पेपर सिजर सु विनर Vote number 6 Very nice. It's